विभिन्न जातिमा पनि यस्तो खालको एउटा जातीय ज्येष्ठ नागरिक भन्ने हुँदो रहेछ र हाम्रो गोर्खामा चाहिँ थिएन। र यो सृष्टि भयो 2024 सनको माघ महिनामा माघे सङ्क्रान्तिमा हाम्रा पोखरेलजी, हाम्रा कुबेरचन्द्र छेत्रीजी, हरि शर्माज्यू, अरू को हुनुहुन्थ्यो म सबैलाई जानिनँ, उहाँहरूलाई पिकनिक भनेर बोलाएको छ भुटानकोटीमा। भुटानकोटी सिराङमा होइन, सिराङमा। र उहाँ जाँदाखेरि उहाँहरूले एकजना के सुवेडी दिननाथ सुवेडीज्यू, उहाँ पनि अब रिटायर भएको मान्छे, उहाँले विशेष गरी एउटा इतिहास किन दिनुभयो भन्दाखेरि अब जति साथीभाइ थिए ती साथीभाइहरूसँग कोहीसँग कहीँ जाने हिँड्ने पनि अभिज्ञता पनि हरायो अनि भेट हुने पनि समस्या हुन थाल्यो। र हामी एउटा काम गरौँ, सबैले ज्येष्ठ नागरिकको बनाएका छन् भने अनि हामी पनि गोर्खा ज्येष्ठ नागरिकको एउटा बनाऊँ, कमिटी बनाऊँ भनेर सल्लाह गरेर हाम्रो ज्येष्ठ नागरिकमा उदालगुडीबाट हाम्रो हरि शर्मा दाजु र कुबेर दाजु ज्यूलाई सम्मिलित गरेर उदालगुडीबाट उहाँहरू गरेर एउटा एडहक कमिटी बनाउनु। त्यो एडहक कमिटी बनाएपछि अनि त्यति छोडियो। त्यसको पछि फेरि लगत्तै भुटानकोटी हिमाली हाई स्कुलमा अनि प्रोग्राम रहेछ। त्यो प्रोग्राममा मलाई पोखरेलजीले म एक्लै भयो हिँड जबरजस्ती गर्नुभयो अनि लोकता भनेर गइदिएँ। तर म चाहिँ अब उहाँ ड्राइभर अब म चाहिँ ह्यान्डिक्याप भएर गएको जान्थेँ। तर उहाँ गएर उल्टा म पनि फसेँ। अनि लास्टमा फेरि परीक्षा हुँदाखेरि यस्तै कुरा हुँदाखेरि अब उहाँले भन्नुभयो ल यो चाहिँ मान्छे हामीलाई चाहिएको थियो, यस्तो चाहिँ हामीलाई चाहिएको भनेर भरे उहाँ फेरि त्यो संविधानमा पनि मलाई अब त्यहाँ एङ्गेज गर्नु संविधान बनाउनेमा पनि। अनि ठिकै छ, त्यो त अब आसाम ज्येष्ठ नागरिकको छँदैछ, त्यसको ड्राफ्ट एउटा पठाइदिँदा त सकिएको भनेर मैले त्यो तरिकाले बनाएँ र पठाइ पनि दिएँ। र अनि उहाँले बारे फेरि अहिले मलाई नै फोन गर्नुहुन्छ धेरै तपाईँको मिटिङ कहिले, हामी त नागरिकलाई पिकनिक खानुपर्छ उदालगुडीमा भनेर घोषणा उहाँले नै आफै गर्नु, हामीले सल्लाह गर्नै नपाइकन। अनि यसो चिन्ता गऱ्यो अब सबैको मन मिल्छ भने त के ठुलो कुरो, एक दिन त हो, 2 दिन 3 दिन होइन, एक दिन हो। सबै बुढा भेला हुन्छ, आफ्नो मन मर्जीले जसले जे जानेको छ गीत गाउने, नाच्ने, फुर्ती गर्ने, हाँसी मजाक गर्ने, अर्को केही होइन। यो हामीसँग भने हाम्रो एउटा एकता बनोस् भनेर। अनि यसमा एउटा कुरो राम्रो के लाग्यो मलाई भने अब हामी जति पनि बुजुर्ग भयो, हामी बुजुर्ग भइसकेपछि वा बुढो भइसकेपछि धेरै खालका केटाकेटीले हामीलाई बुढो आयो त्यस्तो खालको एउटा मजाक मात्रै आएको। र हामीहरूको एउटा सङ्गठन मजबुत भइदियो भने यहाँ भनेको चाहिँ के छ भने वास्तविक चाहिँ गाउँमा कुनै पनि मान्छे त्यस्तो खालको भयो भने कुनै पनि अब गाउँमा घरमा छोराछोरीले बाबुआमालाई अवहेलना गरेका छन्, त्यो धेरै ठाउँमा छन्। वा छोराछोरीलाई पनि बाबुआमाले पनि हेला गरेका छन्। वा अब कसैको बिहाबारीमा पनि यो जातको ल्यायो त्यो जातको ल्यायो भनेर छेडखानी पनि गरेको छ। हो, यी चिजलाई पनि हाम्रो प्रत्येक जिल्ला बनाएर, जिल्लाले पनि शाखा बनाएर यो जिनिसलाई समेटेर जाते हामी पनि एउटा आदर्श देखाउँ, हाम्रो आदर्श पनि देखाउँ, गोर्खामा पनि एउटा यस्तो आदर्श निकालेको रहेछ भन्ने कुरो हामी पनि जनजागरण ल्याउँ भनेर सबैले सल्लाह दिँदाखेरि त्यो हुन्छ, ठिकै छ त हामी पनि यो गरौँ न त। अब उहाँले घोषणा गरिसकेपछि हामी बाँध दियौँ। अनि आज चाहिँ अब हामीले यो मिटिङ बोलाउनुको उद्देश्य चाहिँ के भन्दा अब आउने माघमा जस्तै अब माघे सङ्क्रान्ति भनिन्छ होइन, माघे सङ्क्रान्तिको 2 दिन अगाडि वा 2 दिन पछाडि हामीले जग्गा ठिक गरेर बाँकी भवनमै होस् एउटा सानो पिकनिक जस्तो गरेर सिम्पल खाना खाएर हाँसी मजा गरौँ। अनि सबैले आफ्नो मनको दुःख पोख्ने ठाउँ पनि एउटा पाइयो, उसले हेल्प गर्ने सुविधा पनि पाइयो। वा कसैको जस्तै अब बिहे गर्नुपर्ने बा कुनै एउटा केटाकेटी कुनै गाउँमा एकदमै गरिब छ तर उसलाई पढ्ने इच्छा छ, हामीसँग अब त्यो बिचराको घरमा आर्थिक छैन, हामी उही एकजना नजोकारीले नोइ गइ जाए भने जस्तै 1 थुकी सुकिजान्छ 1000 थुकी नदी बन्छ। र हामी सबैको सहयोगले त्यो राम्रो उद्यमी केटो वा केटी छ भने त्यसलाई पढ्ने वा पढाउनेमा पनि हामीले केही सबैले मद्दत गऱ्यौँ भने हामीका पछि आउने सबैले गर्छ। र यस्ता खालका समस्याहरूलाई पनि हामी अलिकति समेटेर हाम्रो आदर्श देखाउँ। हामीका आज जुन ज्येष्ठ नागरिकले हामीलाई जहाँ जुन खालको गभर्मेन्टले पनि एउटा सुविधा प्रधानमन्त्रीले घोषणा पनि गरेको छ, मुख्यमन्त्रीले जे 250 रुपियाँ हामीलाई
रूपमा दिएको थियो। त्यो अहिले अब मुख्यमन्त्रीले घोषणा गरेको छ, अब तपाईँहरूलाई हामी ठिक छ तपाईँहरूको आपत्ति हामीले सुन्यौँ, 1250 रुपियाँ गरेर महिनाको दिन्छु। अनि त्यसमा पनि अहिले फेरि लाग्दैछन्, अब चाहिँ 2000 गरेर हामीलाई दिनुपर्छ महिनाको भनेर फेरि अहिले नयाँ हाम्रो जुन जिल्ला कमिटी र सेन्ट्रल कमिटीले त्यो पनि दाबी दिएको छ। र भोलि हामीले 2 पैसा केही पायौँ भने पनि त्यो पनि त हामीलाई नराम्रो होइन, कसैलाई 2 पैसा दिने पनि एउटा बाटो पनि बनिन्छ। अनि अर्को कुरो यहाँ के हुन्छ भने कतिपय मान्छेको भनाइ सुन्छु म त रिटायर भएको मान्छे, मास्टर मान्छे, पेन्सन भेटिहाल्नु किन चाहियो। तर यहाँ मैले जुन देख्दैछु ठुल्ठुला अफिसरहरू रिटायर भएको मान्छेहरू चाहिँ मेन पोस्टमा बसेका छन्। सेन्ट्रल बोडीमा पनि हेर्नुहोस्, जिल्लामा पनि हेर्नुहोस्। र हामीमा पनि त्यो चाहिँ कमी किन पार्नु। हाम्रा पिछडिएका गाउँमा कति मान्छे छन् ज्येष्ठ नागरिक, उनीहरूलाई थाहै छैन। र यो कुरोलाई पनि हामीले अलिकति गाउँ गाउँमा पनि जनाएर अनि यहाँ हामीले ज्येष्ठ नागरिकमा मात्रै 500 रुपियाँ दिनुपर्छ। अब हाम्रो यहाँ अलासको बेसमा जुन छ त्यो चाहिँ अहिले हामीहरूको 1000 रुपियाँ हो। अनि हाम्रो गोर्खा ज्येष्ठ नागरिकमा चाहिँ मात्रै 500 रुपियाँ राखेको छ। र त्यति दिएर एउटा हाम्रो कमिटी पनि मजबुत हुने, भोलि कसैलाई परेको ठाउँमा हेल्प गर्ने पनि ठाउँ पनि बनिने भनेर आज हामीले जुन सभालाई चाहिँ अब आउँदो माघ महिनामा हयतो 2-4 दिन अगाडि पछाडि हुन्छ, किन माघै सङ्क्रान्तिमा गर्दा हामीलाई बहुत पिक पर्छ। किन सबैको घरमा सुविधा नहुन सक्छ, कसैको घरमा बुढाबुढी 2 जना छन्, अब घर पनि हेर्नु पर्यो, पाहुना पनि बोलाएको हुन्छ, कोही अर्को जातलाई पनि बोलाएको हुन्छ। र त्यसलाई हामीले अलिकति बरु पछि सारेर माघे सङ्क्रान्ति नराखेर माघको 2, 3, 4, 5 एउटा केही मिलाएर त्यसरी गरे पनि समय पनि पाउँछौँ, सबैको सुविधा पनि मिल्छ भन्ने आशा गर्दै र आज हामीले यहाँ एउटा अभ्यर्थना समिति पनि गठन गरियोस् भन्ने आशा गर्दै सबैको सहाय सहयोग पाइन्छ भन्ने आशा गर्छु। म पाउने होइन, सबैको सहाय सहयोग भएर जो आउँदो दिनमा जुन हामीलाई एउटा पूर्णाङ्ग कमिटी पनि गठन हुन्छ र त्यसै दिन हामीले एउटा जिल्ला कमिटी पनि उदालगुडीमा एउटा सिद्धान्त लिन सक्यौँ भनेदेखि हामीलाई अगाडि फेरि काम गरेर जानलाई सुविधा हुन्छ भन्दै मेरो उद्देश्य व्याख्यामा म यही समाप्त गर्छु। धन्यवाद।